छु कन्सेसन त गरिरहेछ तर के गरिरहेछ के भइरहेछ लाइफ गरिरहेछ तर के गरिरहेछ के भइरहेछ तर कन्सियस लेभलमा धेरै त ल तिमीलाई थाहा छ नि त अब अहिले कोसँग यस्तोसँग बोलिरहेछ यस्तै बोलिरहेछ देख्दैछु हरियो उडिला छु मैले आफ्नै स्टुडियोमा छु कन्सियस नि त छ नि दाइ छ नि तर खाएपछि के हुन्छ कोसँग बोले पनि थाहा छैन के बोले थाहा छैन के लेखिरहेको थाहा छैन थाहा छैन भने तिमी अस्ट्रेलिया गएको है अनि तिमीलाई अस्ट्रेलिया गएको पनि राम्रोसँग थाहा छैन भने होइन थाहा छैन के दाइ कसम दाइ दाइ होइन 17 महिनासम्मको दाइ होइन मेमोरिजहरू मात्रै त्यो छर्लङ्ग छ के मसँग के दाइ मेरो 17 महिनाको मेमोरिजहरू मात्रै ओखो म चाहिँ यहाँ यस्तो 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 अनि मेन इन्सिडेन्टहरूको चाहिँ बिग अलिकति एउटा मात्र फ्ल्यासब्याक आउँछ कि यस्तो भएको थियो जस्तै म अस्ट्रेलिया गएको थिएँ अस्ट्रेलियामा के भएको थियो एयरपोर्टमा मैले 3-4 जति गाडी थियो होइन अनि के भएको थियो अनि के भएको थियो थाहा छैन के दाइ ब्ल्याङ्क छ के फुल ब्ल्याङ्क छ के खास गरी ब्ल्याङ्क छ के अस्ट्रेलियामा के खायो पनि त्यस्तो याद छैन भने दाइ छैन के दाइ अब त्यहाँनिर कुन ड्रग्स टाइपहरू सिटहरू खायो त्यो चाहिँ त्यो हल्का फुल्का मोटामोटी त्यो याद छ के तर को भेट्यो के गर्यो होइन त्यो मुझे भेनु कस्तो थियो त्यो धरि रिमेम्बरमा छैन के दाइ छैन भने कोसँग बोल्यो पनि थाहा छैन भने दाइ थाहा छैन के एक दुईजना क्रू मेम्बरहरू गएको थियो होइन तिनीहरूको थोप्रा चाहिँ ठ्याक याद आउँछ होइन ओ भन्नु तर अरू चाहिँ अरू को भेट्यो त अब अरू त्यहाँ के भयो त होइन अस्ति हामी कोरिया गयो अब कोरिया जाँदै फेरिको त्यो दाइ हामीलाई त्यो जुन लास्टसम्म थियो नि हामीले त्यो मेन मैले त्यो दाइले बोलाइ गर्थेँ नि हो त्यो दाइको फेस थोप्रै याद छ क्या त्यो दाइ थियो त्यो दाइले हामीले गरेको कुराहरू अनि हामीले गरेको कुराहरू प्लेनमा तपाईँले मलाई तपाईँहरूको अपकमिङ प्रोजेक्टहरू सुनाएको त्यो कुराहरू होइन त्यो सब त्यो गीतहरू बुझ्नु हुँदैन वा त्यो आयो नि त मेरो मेमोरिज मसँग कन्सियस लेभलमा थियो नि त यही कुरा भन्न खोजिरहेको छु कि म यही सिकाउँछु क्या मान्छेहरूलाई कति मजा छ मान्छेलाई लाग्छ नि दारू खाएपछि मात्र होइन क्या दारू नखाए पानी खाएर मात्र खाएर नि मजा आउँछ कि लाइफमा आउँछ दाइ आउँछ आउँदो रहेछ दाइ कसम आउँदो रहेछ मैले अहिले बुझेको जीव ट्रिपमा छ अरे अब छाडा नबोल्नु भन्छ होइन अति म भन्दा नि क्लिन भइसकेको अहिले बुझेन हौ अब शाकाहारी मात्र हुन बाँकी हो खासमा अनि भेजिटेरियन मात्र हुन बाँकी छ अरू त बबाल हो अनि यस्तो के भाइ फेरि हामीलाई फेरि हेड पनि चाहिन्छ क्या दुइटै चाहिन्छ क्या अबुई दाइ जीवको कन्सर्टमा जीवले ढुङ्गा खाएन भने भोलिदेखि कन्सर्ट हुँदैन यहाँ बुझ्नु हुँदैन दाइ कस्तो कुरो गर्नुहुन्छ न यो चाहिन्छ भने म त अझ एक्सट्रिम लेभल अफ हेट ओके आई एम रेडी हो के दाइ हेट हुन परिहाल्छ नि दाइ अस्ति मलाई होइन हेटौडाको सोमा होइन अस्ति गएको थिएँ तिमी गएको थियो नि त्यसमा मैले बोतल हानेर चाहिँ होइन मैले भेटेँ मलाई त थाहा पनि थिएन होइन बोतल अर्कोले भेटेछ कि आँखामा लाग्यो फुटेछ म त्यो ठिक हो त्यो होइन मैले त्यो करियर दाइ त्यो करियर वाइज हेर्ने हो भने ठिक हो क्या दाइ त्यो कसम ठिक हो क्या दाइ अब नर्मल मान्छेहरू गएर त्यहाँ ऱ्याप भन्दा फेरि तिनीहरूले बोतल हान्छ त मतलबै हुँदैन नि दाइ होइन त्यो ठिक हो के मैले पनि यहाँ 6-7 कन्सर्ट भयो मैले यहाँ ढुङ्गा नखाएको अनि म सोचिरहेको छु कि मैले आजकल चाहिँ ऱ्याक लाग्ने किन मैले अहिले ढुङ्गा खाइरहेको छैन होइन किन भनेर आफ्नै मान्छे राखेर हान्नु लाउनु पर्यो अनि त्यस्तो पनि गर्नु मिल्दैन तर मैले एकछिन यस्तो सोध्छु कि दाइ किन चाहिँ यहाँ तिमीलाई कसैले पुल हान्न खोज्छौ भने तिमी सही काम गरिरहेछौ रे के दाइ बुझ्नु हुँदैन तपाईँले जसले त्यो बियरको सिसी हान्न खोज्यो त्यसको नजरमा तपाईँ 100% राइट हो कि दाइ युआर राइट त्यसले गर्न नसक्ने काम तपाईँले गरिरहनु भएको छ त्यही भएर युआर राइट के म त ग्याङसँग बस्छु नि यसरी हेर न ल पर्यो दाइ पर्यो म चाहिँ फेरि एकदम त्यो सम्बन्ध जोडेपछि एकदम पहिलेदेखि त्यो जोगाउनै नसक्ने भएर एकदम एक्लै के अहिले दोस्त भएर एक्लै के तर यस्तो नि त एक्लै नै ठिक हो क्या रियल मान्छे चाहियो नि त रियल वाला मान्छे मेरो होइन यो सर्कल बाहेक कोही पनि छैन भाइ रियल वाला मान्छे सबै रियल हो क्या यिनीहरू छ नि देखिरहेको अनुहार रियल हो क्या यो मुझेहरू छ नि सबजना होइन
मलाई ल दाइ मलाई यस्तो पर्यो भन्ने बित्तिकै अगाडि उभिन्छ क्या नसोचेर क्या नसोचिकन क्या भाइ बुझ्यो नि अरू काम छैन क्या हामीलाई बुझ्यो नि जसले चाहिँ हामीलाई हुन्छ नि परेको बेलामा दाइसँग बोल्दा भात हुन्छ नि